नमस्ते नमस्ते के खाता कहाँ बोक्नु पर्छ लो गएर ल बधाई छ राम्रोसँग आउनुभयो के छ केटा अब के छ ज्वाइँ साहब एकदम हेलो भान्जी नमस्ते बजारी नमस्ते ओहो नमस्ते हेलो कुकु नमस्ते नमस्ते दर्शन दर्शन हेलो एरिका नमस्ते बाल छैन यहाँ के छ काले भाइ ओ बाबु भाइ के छएको के छ भाइ नमस्ते बहिनी नमस्ते नमस्ते हेलो नमस्ते नमस्ते भाइ छैन रहेछ कार्यक्रम यस्तै रहेछ कडा छ त के छ भाउजू के छ जी बबाल नामा मगाइहाल्नु न नामा हाम्रो नाम लेखिदिनु भर्खर आएको ल आज भएको यस्तै छ पार्टी यस्तो हुँदैछ कि बवाल हुँदैछ आज चाहिँ भर्खर सुरु हामी चाहिँ भर्खर ढिलो भयो लास्टमा आइपुगेको छौँ ल ठिक छ र अनि ओहो के छ आम्बो त खोइ यो चाहिँ यस्तो चाहिँ कपाल खोइ निस्केन यार यो ताक्लो हो कि ताक्लो मान्छेले खोइ के लाग्छ एकचोटि निकालौँ न यस्तो हो क्या यस्तो खोइ देखाउन देखाउन होइन ल तिमीलाई कडा दिएको रहेछ ल अहिलेको मान्छे यस्तो छ ल हो जी खै हेर्नु ल मिनासान ल जैसा के हो यस्तो किन त्यस्तो ल भाउजू ल सुजन ल भाइ के खाएको यस्तो ल केटा ल स्यासिबुरी हो यार बच्चा लड्यो यार जबसम्म सुरु हुँदैछ है सबैजना कृपया अगाडि आएर ताली बजाइदिनु होला कृपया सबैजना अगाडि आइदिनु होला अगाडि आइदिनु होला भेडा तपाईँको लागि स्पेसल पोक यस्तै क्युट छोरी आउँदैछ अब दुईजनालाई धेरै धेरै बधाई छ फेरि पनि के भन्न चाहनुहुन्छ हुनेवाला मम्मी भन्न चाहन्छु हुनेवाला ड्याडी सबैजनाले धेरै धेरै धन्यवाद दिन ल अब हामी यहाँनिर हामी यहाँ चाँडै नै के खान हतार भइसक्यो कोही पनि आउँदैन छिराउनु लाइक शेयर सब्सक्राइब हाई गरिदेऊ न कृपया सबैजना अगाडि आइदिनु होला र सुरुमा दाजुहरू बाबु कृपया अगाडि मन्त्री भाइ मन्त्री र मन्त्री सिन्धु मल्ल कृपया अगाडि आएर यता चाहिँ हाम्रो हुनेवाला बाबुआमाको दाइ भाउजू बिलाई ला चाट्यो के गरेको यस्तो
Happy baby shower to you. एकदम त्रिभुज अगाडि भइरहेको Yummy. कस्तो छ केक? Yummy. Okay. त्यो गिफ्ट चाहिँ मलाई देऊ न केक खुवाइदेऊ न दाजुबाट भाइलाई केक खुवाउँदै हुनुहुन्छ भाउजूबाट बहिनीलाई केक खुवाउँदै हुनुहुन्छ गिफ्ट आदान प्रदान हुँदैछ सक्सेसफुल पिपल लेजेन्डरी खेलाडी हाम्रो हुने छैन हामीले फर्स्ट पनि उहाँकै जोडी पनि हाम्रो सेकेन्ड इनिङ्सको तयारीमा हुनुहुन्छ सेकेन्ड इनिङ्सको तयारीमा हुन्छ यो जोडी पनि फर्स्ट इनिङ्सको गेम सकिसकेको छ र सेकेन्ड इनिङ्सको तयारीमा हुन्छ हाम्रो मोटिभेसन पात्र हुनुहुन्छ यो हाम्रो भर्खर नयाँ गाडी मात्रै लिनु भएको हाम्रो भेना जापानको विनोद चौधरी भनेर चिन्नुहुन्छ उहाँलाई जापानको विनोद चौधरी राम्रो होला अगाडि कृपया बधाई छ ल धेरै दुवैजनालाई बधाई छ एउटा घर प्लस गाडी एकदम नयाँ गाडी दुवै परिवारलाई धेरै बधाई छ क्यामेराम्यान एक दिन आउनु भयो एकदम दुवै जोडीलाई धेरै बधाई छ बधाई त दिइसक्यो सबले दिनुहोस् भइरहेको छ यस्तो हामीले सावधानी अप्नाउनु पर्छ ल हेर्नुहोस् यहाँ जनता हेर्नुहोस् ल यहाँ मलाई एकदम भित्रबाट शङ्का लागिरहेको छ यहाँ केही दुश्मनी पनि हुनसक्छ तर ठिकै छ केही धाँधली हुँदैछ लास्टमा मेलिँदा भयो ल बिना तिमी चाहिँ उठिराख्नु पर्दैन क्या बस केही हुन्न ओके त्यो गाह्रो भयो होला जस्तो लाग्ने क्या बिचरा लागिरहला भनेर म कन्टिन्यू गरिरहेको छु है एकदम ठिक लाग्छ 5 स्टार दिनु होला 5 स्टारको कमी नगर्नु होला ल अब हामीले पनि विकास सगर लागि शुभकामना कलर पनि हेरिरहँ जस्तो
यो भित्रको कलर झन् कति मिठो होला है ल सयपत्री फुल जस्तो है कलर दिन्छ चक्कुले नखानु घारीको हतियार प्रयोग गर्नु ल उता पनि चक्कुले खाइदिएको तर ठिकै छ छोड्नु हुन्छ नि हामीलाई खेत प्रकट गर्नु चाहन्छौँ दोस्रो बहिनी जहिले पनि कसले डिस्टर्ब गर्यो डिस्टर्ब गर्यो बधाई दिन पाऊँ होइन हामीले पनि मासी हो जिन्दगी भनेकै सिकाइ हो एकअर्कालाई हेरेर सिक्नु विशाखा स्वर कस्तो ओस्यो के अब भाइ उहाँ चाहिँ एकदम प्रखर वक्ता हुनुहुन्छ हैन यता पनि हामीले सेकेन्डको अपेक्षा गर्दछौँ धेरै नबोल्नु होला अब धेरै अपेक्षा गर्नु पनि राम्रो मानिँदैन उहाँलाई चाहिँ कन्ट्र्याक्टमा राखौँ धेरै अपेक्षा गर्नु हुँदैन म धेरै प्रयासबाट आउनु भएको हो होइन माइकमा त सुन्नै परेन म आफै माइक आउने हुनुहुन्छ उहाँ चाहिँ 1914 बाट जन्मिनु भएका सुजन सर ल ल ल तर पनि कपालमा उहाँको केही कमी देख्दिनँ म है म 1940 ठिक छ त्यति त अब केही आशीर्वाद दिँदै आशीर्वाद दिँदै हुनुहुन्छ उहाँ बुढेसकालको मान्छेले दिएको आशीर्वाद लाग्छ पनि होइन बुढेसकालमा फोटोमा पनि उहाँको चाहिँ अझै पनि इनर्जी जोस उठ्दै छ 1940 मान्छेले कम्ती विख्यात हुन्छ तर फोटो खिच्नु जस्ताको त्यस्तै हुनुहुन्छ ल धन्यवाद एकलौटी साउथ उहाँ एकदम करोडपति भन्दा पनि उपरकै करोडपति एकदम ब्याचलर एकदम होइन पालनटारको ब्याचलर पर्सन है उहाँ आउँदै हुनुहुन्छ हाम्रो बाबु सर है बाबु नामै बाबु उहाँ कहिले पनि बुढाउनुहुन्न फोटो समेत क्यामेराम्यानहरू मैले एकदम बाबु भाइ उहाँको लाइफ देख्दा हामीलाई पनि डाँडा हुन्छ है उहाँलाई के कसले भन्छ 40 वर्ष भयो कसैले भन्दैन तर ब्याचलर हो हेर्नुहोस् लक्का जम्मा 22-23 वर्षको कुमार सरलाई पनि ल मैले बधाई दिन पाइरहेको थिएन ल बधाई छ उहाँहरूलाई पनि है ढिला भयो नि बहादुर सर बसौँ फोटोको लागि बसौँ धन्यवाद हेर्नुहोस् सबले बोल्यो दुईटा तीनटा मिठो देखेर केही मिठो कुमारसँग छोडेर के हाम्रो काली भाइ जानुभएको छ हाम्रो बेटालाई लिएर टोइलेटतिर र यसै क्रममा फेरि बोल्न आइसकेको छु र हाम्रो मन्जु च्यान आउनुभएको छ र मन्जु च्यानले के चाहिँ ल्याउनु भएको छ हातमा हेर्नुहोस् त सबैजनाले हातभित्र त्यो खामभित्र कति होला तपाईँलाई उत्सुक छैन ल उहाँले त केक निकालेर भाइलाई अब खुवाउँदै हुनुहुन्छ धोएर आउनु भयो कि भएको छैन पनि हुनसक्छ है ब्याक्टेरिया पनि हुनसक्छ कृपया ध्यान दिनु होला लास्टमा चाहिँ उसले पुज्नु भयो तपाईँलाई कपाल नभएको कस्तो अनुभव भइरहेछ हामी चाहिँ यहाँका सुन्न चाहन्छौँ कस्तो खापे हो यो हाम्रो कुपन भाइ आएछ है मेरो नाम लिएर भाइले दुन चिदिरहेको है फेरि ज्वाइँ पनि आइदिनु थ्याङ्क यू मामा भन्दै थ्याङ्क यू मामा चम्चा चाहिँ के थियो चम्चा सफै होला ओहो सबले गिफ्ट ल्याएछन् दिउँ हामीलाई गिफ्ट चाहिँ आशीर्वाद दिँदैछ होइन आशीर्वाद दिँदैछ हाम्रो कार्यक्रम चाहिँ लगभग कम्प्लिटतिर आउँदैछ
छ